नमस्कार नमस्कार भाउजू। हजुर यो अक्षताले त के भन्दैछ थाहा छ हैन? म लिपस्टिक तिम्रै लागिरहेको रबिन चुप्पा खाना पाए भन्दैछ अक्षताले त। कहाँ त्यस्तो गरेको त्यहाँ आउन मिल्दैन है रबिनजी मेरो मेरो बिहे दर्ता भइसक्यो। अब तमलाई मुद्दा सिधा कुरा दुईजनालाई। मेरो मेरो अर्काको घरबार बिगाड्न आए, घरबार बिगाड्नका लागि हुन्छ? खोइ 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 बिहे दर्ता देखाउनु पर्यो। बिहे दर्ता भइसक्यो। ओ बटाउ तमी भन्दा कि नै देखो कि नै भन। तमी को म तमीले चिन्दिन। अनि अहिले नयाँ नयाँ तरुनी पाएपछि त्यसो हुन्छ? तमीलाई फसाउने चियावाली इनका पछि नलाग। मैले चियावाला चिने हो, उनी हाम्री हुन्। तमी को म चिने छैन तमीलाई। यहाँ छोरी 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 पनि छ, यहाँ छोरी विवाह दर्ता पनि छ। तमीलाई मुद्दा हाल्नु पर्ने तमी दिलाई। तमीले भन्दा पहिला चियावाले पाइसक्यो त, यहाँले पाइसक्यो। हाम्रो पाइसक्यो, दुईटा भइसक्यो, छोरा छोरी पनि भइसक्यो हाम्रो। ए तमी त अस्ति आए कि मान्छे, छोराछोरी कसरी हुन्छ? तमीले बिहा नगरी छोराछोरी जन्माए? तमी कौन से 2 वर्ष पहिला आकी हो र? तमी झिकै नबोला का? तमी झिक्रा बोला। तमी चाहला के भनेको नि तमरा भाडामा खोला बोकेर आउँछु म। तमी झिकै नबोला। तमी बाछै घर मात्रै आउन। तिम्रो त हुन्छ, म यहाँ के तयार पारेर राख्छु, तिमी छिटो घर आऊ। पागल खसी पार्छ क्या हो? तमलाई मैले के भनेको यार? भेटनरीका डाक्टरलाई बोलाइसक। तिमीलाई खसी नभने हुँदैन। अब जाऊ होला चिया बारी खाऊ। यो रबिनदाले भ्याउन चाहिँ कता कता भ्याउन सकेको भनेको के? ए हेर न, किन भ्याउँदैन भने इफ छोटी बोकेका यसरी उहाँ एका घर अर्का घर जान लागि अब यिनलाई खसी बनाउनु पर्यो। सिधा कुरा, अरू केही थाहा पाउँदैन। म तमीलाई खसी बनाउन लागि मैले डाक्टरलाई पनि बोलाइसके। अरू कुरा थाहा छैन। तमी बाछै घर आऊ तमी। सरता हजुर माइन नगर। यो उसको दिमागको समस्या होला है। अनि उसको उपचारको लागि अनि उसको उपचारको लागि पैसा सङ्कलन भइरहेको कि म टिकटकबाट पैसा उठाइरहेको उसको सङ्कलन दिमागको लागि उपचारको लागि। मान नगर है। हुन्छ हुन्छ केही छैन। आफ्नी बडीलाई त्यसो त भन्ने होइन। अर्काकी केटीका मुखती तमी आफ्नी बडीलाई त्यसो त भन होला तमी होइन। दिमाग फुस्के कि रोक। तमी घर आऊ। तम्रो त्यो ठिक पार्दो म हेर। तम्रो ठिक पार्छु रे। अबे कहाँ से गोर्खाली मेरो भाइ वेलकम भाइ। मैले त्यो तमलाई खसी बनाएर सुयो विदेशबाट मगाएकी छु। त्यो कुरा तमला भन्दा बढी माइमा चियावाला गरे हौ मैले। यहाँ भन्दा त्यहाँ भन्दा तमी किन हाम्रो माझ, तमी किन कबाब